गइहाल्यो नि यो मैले गोलभेडाको अचार बनाउन लागेको हेर्नु यसरी पिरो पिरो अचार बनाउन लाग्छु आज चाहिँ पिरो अचार खान मन लाग्यो कि गोलभेडाको पहिला खुर्सानी भुट्ने थाहा होला कसैलाई पनि इफ थाहा छैन भने गोलभेडा पहिला भुट्ने अनि खुर्सानी पनि भुट्ने अनि यसमा थोरै लसुन राख्ने अदुवा चाहिँ नहाले नि के हुन्न पिसीको अचार बनाएको मैले आज त्यसो मिठो हुन्छ खानासँग खान त्यससँग मिठो हुन्छ